यदि तपाईले सोच्नु भएको छ कि बिहे कोसँग गर्ने, कस्तोसँग गर्ने भने जस्ट सोच्नुहोस् कि तपाईँ जिन्दगीभरि पछुताउन चाहनुहुन्छ या सही व्यक्तिलाई चिनेर आफ्नो भाग्य बदल्न चाहनुहुन्छ। आज हामी बताउँदैछौँ ती 5 क्वालिटिज जो यदि कुनै केटीमा देख्नुहुन्छ भने केही नसोचेर तुरुन्तै बिहे गर्नुहोस्। र अन्तिम क्वालिटी त यति रेयर छ कि त्यस्तो क्वालिटी कसैमा पाउनुहुन्छ भने बिहे होइन सिधै मन्दिर लैजानुहोस्। नम्बर 1, जो तपाईको खराब समयमा तपाईको साथ खडा हुन्। जिन्दगी एक रोलर कोस्टर हो, हरेक दिन राम्रो हुँदैन। तर यदि कुनै केटी तपाईको सबैभन्दा अप्ठ्यारा दिनहरूमा पनि तपाईको साथ मुस्कुराइरहेको छिन् भने सम्झिनुहोस् उनी सिर्फ तपाईको खुसीको मात्रै होइन दुःखको पनि साथी हुन्। अब सोच्नुहोस् जो केटी तपाईको अवस्था देखेर भाग्दिनन् बरु थाम्छिन् कि उनलाई गुमाउन समझदारी होला। नम्बर 2, जसले तपाईलाई राम्रो व्यक्ति बन्नमा मद्दत गर्छिन्। के तपाईले कहिले सोच्नु भएको छ तपाईँ आज जो हुनुहुन्छ त्यो भन्दा पनि राम्रो बन्न सक्नुहुन्छ? यदि कुनै केटी तपाईलाई इन्स्पायर गर्छिन्, तपाईको ग्रोथमा इन्भेस्ट गर्दछिन्, उनी सिर्फ पार्टनर होइनन् एक मेन्टर पनि हुन्। मतलब यस्तो बुझ्नुहोस् कि त्यो केटीले दाल मात्रै बनाउँदिनन्, उनी तपाईको ड्रिम्सलाई पनि पकाउँछिन्। नम्बर 3, जसका कुराहरू तपाईको दिलसम्म पुग्छन्। कहिलेकाहीँ केही कुराहरूले सिधा दिललाई छोइदिन्छन् र तपाईँ सोच्नुहुन्छ यार यो केटीले मलाई यति राम्रोसँग कसरी बुझ्दछ। यदि कसैको आँखाले तपाईको उदासी पढिदिन्छन् र उनका कुराहरूले तपाईको घाउमा मलम लगाउँछन् भने बस त्यही हो असली कनेक्सन। नम्बर 4, जसले तपाईको परिवारलाई पनि आफ्नो सम्झिन्छन्। प्रेम सिर्फ दुई मान्छेको सम्बन्ध हुँदैन, यो दुई परिवारको सङ्गम हो। यदि कुनै केटी तपाईको आमा बुवालाई पनि उत्तिकै इज्जत दिन्छन् जति कि उनी आफ्नो आमा बुवालाई दिन्छन् भने त्यो भन्दा राम्रो के हुन सक्छ। यदि यस्तो केटीलाई घरमा लिएर आउनुभयो भने तपाईको आमा पूजाको थाली लिएर ढोकामा उभिँदै भन्नुहुनेछ छोरा अब त बुहारीलाई देखेर बेबी पनि नर्मल लागिरहेको छ। र यदि तपाईलाई लागिरहेको छ कि यदि धेरै क्वालिटिज कसैमा कसरी पाउन सकिन्छ, यदि यस्तो हो भने वेल डन, अर्को क्वालिटीले त सम्बन्धलाई उडान भर्ने गर्दछ। नम्बर 5, जसले तपाईको इज्जत गरून् न कि तपाईलाई बदल्ने कोसिस। सम्बन्धको मतलब यो होइन कि तपाईलाई बदलियोस्, बरु तपाईलाई त्यस्तै अपनाइयोस् जस्तो तपाईँ हुनुहुन्छ। यदि कुनै केटी तपाईको फलोजको साथ पनि तपाईलाई प्रेम गर्छिन् र तपाईलाई जज गर्दिनन् भने उनी सिर्फ पार्टनर मात्रै होइनन्, एक सच्चा सोलमेट हुन्। याद राख्नुहोस् जो व्यक्ति तपाईलाई बदल्न चाहन्छ ऊ तपाईलाई प्रेम होइन कन्ट्रोल चाहन्छ। अब बताउनुहोस् के तपाईँ तयार हुनुहुन्छ त्यो केटीलाई चिन्नको लागि? यदि हो भने भिडियोलाई लाइक गर्नुहोस् र कमेन्टमा बताउनुहोस् कि तपाईलाई सबैभन्दा धेरै कुन क्वालिटी मन पर्यो, किनकि सही केटी सिर्फ भाग्यले होइन समझले पाइन्छ।